आउनुस् आज हामी एन्जाइटीको बारेमा छोटो कुरा गरौँ। चिन्ता वा एन्जाइटी हाम्रो जीवनको सामान्य भाग हो। उदाहरणका लागि परीक्षा दिनु अघि, अन्तर्वार्तामा जानु अघि वा कुनै महत्त्व काम गर्नु अघि अलिअलि एन्जाइटी हुनु स्वाभाविक हो। यस्तो एन्जाइटीले हामीलाई सतर्क, तयार र काममा केन्द्रित हुन मद्दत गर्छ। तर जब यही एन्जाइटी धेरै बढ्छ, लामो समयसम्म रहिरहन्छ, नियन्त्रण गर्न गाह्रो हुन्छ र पढाइ, काम, परिवार र सामाजिक जीवनमा असर गर्न थाल्छ, तब यो एउटा मानसिक स्वास्थ्य समस्या बन्छ। यदि एन्जाइटीको कारणले निद्रा बिग्रिरहेको छ, मन धेरै डराएको वा चिन्तित भइरहेको छ, मुटु ढुकढुक हुने गर्छ, सास फेर्न गाह्रो हुन्छ वा दैनिक काममा कठिनाइ भइरहेको छ भने यसलाई सामान्य भनेर व्यवस्था गर्नु हुँदैन। यस्ता लक्षण देखिएमा मानसिक स्वास्थ्य विशेषज्ञसँग समयमै परामर्श लिनु महत्त्वपूर्ण हुन्छ। धन्यवाद।